हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 7-8 श्लोक यस प्रकार रहेको छ। अस्माकं तु विशिष्टाय तान् निबोध द्विजोत्तम नायका मम सैन्यस्य संज्ञार्थं तान् ब्रवीमि ते भवान् भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च। हे ब्राह्मण श्रेष्ठ, हाम्रा तर असाधारण जो सबै उनीहरूलाई जान्नुहोस्। सेनापति मेरा सैनिकहरूका बारेमा जानकारीका लागि तपाईलाई भन्दैछु। मेरा सेनापतिहरूमा तपाईँ स्वयं, हजुरबुबा भीष्म, कर्ण युद्ध विजेता कृपाचार्य, अश्वत्थामा, विकर्ण तथा साँच्चै नै सोमदत्तका छोरा भूरिश्रवा पनि। शारीरिक अवधारणले गर्दा नै मानिसहरू इच्छा चाहनामा परेका हुन्छन्। त्यही भएर अवस्थाअनुसारको स्वभाव दर्शाउने गर्छन्। उदाहरणका रूपमा भन्नुपर्दा खेल मैदानमा खेलाडीको खेल जित्ने चाहना हुन्छ। खेलको रणनीति अनुरूप नै कप्तानले टोलीमा रहेका खेलाडीहरूलाई लिएर हाम्रो टोलीमा प्रभावशाली खेलाडीहरू रहेका छन्, तिनीहरूका बारेमा भन्छु भने। यो अवस्थामा कप्तानको आशय के हो भने म अनि मेरा खेलाडीहरू। शारीरिक अवधारणले गर्दा नै कप्तानलाई म अनि मेरा खेलाडीहरू भन्ने भयो। त्यही भएर कप्तानले खेलाडीहरूलाई तपाईहरू मेरा खेलाडीहरू हुनुहुन्छ अनि तपाईहरू विशेष हुनुहुन्छ, किनभने विपक्षी खेलाडीहरूभन्दा प्रभावशाली हुनुहुन्छ भने। शारीरिक अवधारणले गर्दा नै कप्तानले सिप क्षमतामा आधारित भएर आफ्ना खेलाडीहरूलाई विशेष माने। खेलाडी बीचको भिन्नताका रूपमा आफ्ना खेलाडीहरूलाई प्रभावशाली माने। धन्यवाद। राधे राधे।